हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल जो जो नयाँ हुनुहुन्छ सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। आज चाहिँ अब के भन्दाखेरि अब मेरो बुढा चाहिँ अब चाइनातिर व्यापारको लागि जान आँट्नु भएको छ। मलाई कस्तो लागिरहेछ चाहिँ अब चाइना जान आँट्नु भएको लागिरहेको छ व्यापारको लागि होइन लागि राम्रो होस् अनि मनदेखि चिताएर जानुभएको सबै पुगोस् योभन्दा झन् राम्रो व्यापार होस् अबदेखि त्यही खुसी लागेको छ। दिदी अब भाइ व्यापारको लागि चाइना जान आँट्नु भएको छ कि कस्तो लागिरहेछ तपाईँलाई? पहिलो परिवारमा फर्स्टचोटि होइन उहाँ होइन चाइना जान विदेश भ्रमण अब फर्स्टचोटि जान लागिरहेछ अलि नरम होइन लागिरहेछ के गर्नु कस्तो कस्तो अब पैसा कमाएर भोलिपर्सि आयो भने त अब राम्रै हुन्छ होइन आफ्नै लागि हो। अब विदेश जान आँटेर कस्तो लागिरहेछ? मलाई पिर लागिरहेछ कसको माया? बाबाको माया लाग्छ कति लाग्छ हो? राम्रोसँग जानु ल बाबा भन्नु ल मलाई माया गर्नुहोस् भन बाई 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 भन्नु ल बाय बाय। अब उहाँ जान आँट्नु भएको छ के कस्तो हुन्छ अब हामी भन्छौँ नि अब अच्छा ठीक है। नराम्रो त नराम्रो लागिरहेछ है। अब कहिले यसरी छुटेर बसेको थिएन अब 20-30 दिन अब कति दिन हुन्छ अब अहिले चाहिँ अब खुसी भइरहेको छु। अहिले एकछिनमा चाहिँ अब रुन्छु रुन्छ अब मनको अमलो छ नरमाइलो लागिरहेछ नि अब के गर्नु भाइ अब चाइना जाँदैछ अब कहिले गएको छैन त्यति टाढा अब अहिले जाने बेलामा झन् के हुने हो अलिअलि अब गरिहालिन्छ नि अब किनभने अब जे भए पनि अब यहीँ भएको मान्छे अब टाढा हुँदाखेरि त के हुने हो कस्तो हुने हो कहिले नभएको मान्छे यहाँ त 1-2 दिन नभेट्दाखेरि कस्तो कस्तो लाग्छ अनि लाग्छ त्यस्तै हो आफ्नो मान्छे टाढा हुँदाखेरि अब अलिक मनमा नराम्रो त भइहाल्छ त्यस्तै हो। गाई जानको लागि लुगाहरू पनि रेडी भइसकेको छ। तपाईँलाई चाहिँ कस्तो लागिरहेछ हामीलाई छोडेर इतनी खुशी जानलाई? तिमीहरूलाई कहाँ छोडेर जाने खुसी खुसी पुरै खुसी अब झरा गर्ने मान्छे भएन मलाई कराउने मान्छे भएन होइन सो बुढालाई चाहिँ कहिले छोडेर जान मन लागिसकेको छ हामीहरूलाई। हाम्रो भन्दा नि हामी परिवारलाई अब उसको मनले त चाहेको होइन ल मलाई यतिकै भन्नु न।